हाई गाइज वेलकम माई मिनी भ्लग इट्स मी एलिना। अनि म चाहिँ आजबाट मिनी भ्लग बनाउँछु भनेर बिहानै उठेर क्यामेरा तेर्साको मभन्दा पहिले उठेर त बहिनी नुहाइधुवाइ गरेर बसिसकेको रहेछ। अनि बहिनीले मलाई भन्दैछ कि तँलाई अल्छी नि, मैले नुहाइसकेँ तैँले किन ननुहाएको भन्दै। अनि म फेरि अब नुहाउने भन्दै बल्ल त 8 बजी उठ्यो भनेर अनि त्यसपछि छिटो म चाहिँ लुगा धोएर कपडा सुकाएँ। अनि आज चाहिँ म दिदीसँग सुनौली जानेवाला थिएँ नि त। अनि दिदीले चाहिँ 10 बजे आऊ भन्नुभएको थियो, त्यही भएर त्यही अनुसार काम त सक्न पर्यो। अनि म छिटो कपडा सुकाएर छिटो रुम सफा गर्दै गरेँ। अनि मलाई चाहिँ मेरो घर रुम सफा नगऱ्यो भने चाहिँ त्यो दिन एकदम नराम्रो गएरै लाग्छ के, मलाई चाहिँ एकदम सफा चाहिन्छ। त्यही भएर सरसफाइ गर्दैछु। बिहान उठेर मेरो डेली रुटिन चाहिँ यही हो। अनि मेकअपको सामानहरू पनि ढलेको रहेछ, टेबल वरि राखेको थिएँ नि त। अनि यताउति जाँदा ढल्छ, त्यही भएर मिलाउँदैछु। जति मिलाइने एकछिनपछि उइचालो, त्यही पनि यसो मिलाइदिउँ न त भनेर। अनि कपडा पनि दराजभित्र राखेँ, यताको बेड पनि मिलाएँ, सबै सरसामान। अनि दिदीले चाहिँ फेरि फोन गरेर 10 बजे तिमी सधैँ ढिला गर्छौ, मलाई वेटिङमा पार्छ भन्नुभएको थियो। अनि छिटो अनि यता चाहिँ बहिनीले चाहिँ पोछा लाउँदै थिए। बहिनीको चाहिँ घर सफा गर्ने अनि पूजा गर्ने काम हो। खाना पनि पालै बनाउँछ। उसले चाहिँ पूजा गर्दैछ दिनदिनै घर चाहिँ के धेरै जसो, कहिले मैले कहिले अहिले यस्तै छ। 2 बहिनी भएपछि कति सजिलो हुने। म चाहिँ मेरो खाना बनाउने पाली भएर बारीमा गएँ। अनि यो बुटोलमा चाहिँ बिहानैदेखि कति गर्मी हो कि छ्या, यस्तै जाँदा नि मकलाई कति यति खलखल्ती पसिना आयो नि। अनि एउटा बाजेले भन्नुभएको थियो कि बुटोल कस्तो छ अन्त खाडियो भन्ने बाला। अनि तरकारीको लुक्स चाहिँ यस्तो बवाल, वाह, आफ्नै बारीको अर्ग्यानिक तरकारी खान पाउँदा त कति मजा आउँछ नि। मेरो चाहिँ तरकारी पकाउने स्टाइल यस्तो हो। अनि दिदीले चाहिँ फेरि फोन गर्नुभएको थियो कि छिटाउ भनेर म चाहिँ छिटो खाना लाएँ। अनि रेडी भएर म चाहिँ चोकमा पुगेर नि दिदीसँग बसिहालेँ। अनि हामी चाहिँ सुनौली पुगिसक्यौँ के, स्कुटीमा चाहिँ उति छिटै गइन्छ यहाँबाट। अनि सुनौलीको बर्डरमा पुगेपछि यस्तो देखाएको हजुरहरूलाई। अनि मार्केट चाहिँ सुनौलीको यस्तो छ। अब धेरै जस्तो त जानु भएन होला, अब नजानु भएकोले यहीँबाट हेर्नु ल मेरो ब्लगमा। अनि छिटो हामी चाहिँ एउटा पसलभित्र गयौँ। अनि दिदीले चाहिँ कर्ड सेटहरू किन्ने भन्नुभएको थियो, त्यही भएर रोज्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ काम गर्ने दाइहरू के कति माया गर्नुहुन्छ मलाई, आउनुभयो एलिनाजी भनेर। हेर्नु न कति क्लोज हुनुहुन्छ मसँग। म चाहिँ एउटा साडी लगाउँछु भनेर चाहिँ कस्तो राम्रो लागेको थियो।